विद्यार्थी भाइ बहिनीहरू, अब हामी अर्को राउन्ड बजर राउन्डमा प्रवेश गरेका छौँ। म बजर राउन्डको एकपटक तपाईँहरूलाई नियम सुनाउँछु। बजर राउन्डमा हामीसँग जम्मा 5वटा प्रश्नहरू हुनेछ र प्रत्येक प्रश्नको 2 अङ्क पाउनुहुनेछ र त्यो बजर राउन्डमा 5वटा प्रश्न सोधिन्छन् जसको अङ्क 10 हुनेछ र बजर राउन्डमा प्रश्न सोधिसकेपछि जसले पहिला बजर बजाएर सही उत्तर दिन्छ उसले 2 अङ्क पाउनेछ। यदि गलत उत्तर दिएमा 1 अङ्क कट्ट गरिन्छ। यति मात्रै हो यसको। ल सुन्नुहोस् है, अब एकचोटि म फेरि तपाईँलाई सम्झाउँछु। प्रश्न सोधिनेछ। यसमा चाहिँ यो सदनलाई प्रश्न भन्ने हुँदा सबैलाई यस होलमा एकैचोटि प्रश्न सोधिन्छ। जसले छिटो भन्न सक्यो त्यसले 2 अङ्क पाउने हो र त्यो एन्सर तपाईँहरूमध्ये 4 जना बस्नुभएको छ जसले भन्न पनि पायो। तर के छ भन्दाखेरि यतिकै एन्सर आएपछि तपाईँले यतिकै भनेर तपाईँले नम्बर पाउनु हुने छैन। तपाईँहरूलाई एउटा प्लेट अथवा त कचौरा र चम्चा दिइएको छ, हान्नु पर्यो, झ्यापमा हान्नु पर्यो। त्यसपछि हानिसकेपछि बल्ल एन्सर हान्दै हान्दै भने पनि हुन्छ। त्यही भएर म सम्पूर्ण शिक्षक मित्रहरूलाई के अनुरोध गर्न चाहन्छु भने यहाँ कसले पहिला बजायो के भन्ने पनि अलि पछि फेरि यो विवाद हुनसक्छ। एकदम ख्याल गरेर हेरिदिनको लागि म अनुरोध गर्न चाहन्छु। हामी यसको भिडियो पनि लिन्छौँ होला। अन्य विद्यार्थी भाइ बहिनीहरू कृपया शान्त रहिदिनु होला, सुन्नु होला। म तपाईँहरूलाई एउटा ट्रायल मात्रै गराउन चाहन्छु है। तपाईँहरूले यदि रङ उत्तर गलत जवाब दिनुभयो भने 1 नम्बर काटिनेछ है। फेरि ख्याल गर्नु होला। सही जवाब दिनुभयो भने 2 अङ्क पाउनुहुन्छ, तर गलत जवाब दिनुभयो भने 1 अङ्क काटिनेछ है। त्यसमा चाहिँ ख्याल गर्नु होला। जसले पहिला बजर बजाएर सही जवाब भन्यो उसले पाउँछ। उसले यदि भन्न सकेन भने अर्कोले बजर बजाएर हामी सही र गलत भनिदिनेछौँ। यदि पहिलो बजर बजाएकोले गलत जवाब भन्यो भने अर्कोले बजर बजाएर फेरि भन्न पाउनेछ है। त्यसको लागि अब म एउटा ट्रायल गर्छु तपाईँहरूको लागि है त। यो ट्रायल हो है तपाईँहरूको लागि। नेपालको सबैभन्दा लामो झरना कुन हो? सही जवाब 2 अङ्क पाउनुहुन्छ तपाईँले। तपाईँले बुझ्नुभयो। तर अहिले पाएको होइन, यो चाहिँ ट्रायल हो। अझै एउटा ट्रायल गर्छु मैले। एकदम सजिलो गर्छु है म, एकदम सजिलो सबैले जानेको। नेपालमा मात्र पाइने चरा कुन हो? चर्को भन्नु पऱ्यो है। अलिक त्यो बजर पनि चर्को बजाउनु पऱ्यो। हामीले सुनेन भने त बर्बाद हुन्छ। ल ओके, आर यु रेडी? रेडी हो सगरमाथा सदन, अन्नपूर्ण सदन रेडी हो, मनासुलु सदन रेडी हो, माछापुच्छ्रे सदन रेडी हो। अडियन्स कृपया हल्ला नगरिदिनु होला। ल यसमा चाहिँ समय हुँदैन है। प्रश्न नम्बर 1, चम्चा र प्लेट रेडी राख्नु होला। चर्को भन्नु होला एन्सर। अविवाहित स्त्रीबाट जन्मिएको शिशुलाई के भनिन्छ? अविवाहित स्त्रीबाट जन्मिएको शिशुलाई के भनिन्छ? ल यो प्रश्नको सही जवाब कसैबाट पनि आउन सकेन किनकि हामी यसमा 1 मिनेट लगाएका छैनौँ। यो 5 सेकेन्डमा दिनुपर्ने थियो। बाहिरबाट कसैले अविवाहित स्त्रीबाट जन्मिएको शिशुलाई के भनिन्छ? बिहे नगरिकन जन्माएको। यसको सही जवाब हो कानिन। ल एकदम सजिलो सोध्छु म, एकदम सजिलो तपाईँहरूलाई सजिलो प्रश्न। प्रश्न नम्बर 2, माछा नपाइने विश्वको एकमात्र नदी कुन हो? पहिला त्यहाँबाट बजेको के हो? जोर्डन। द्याट इज करेक्ट आन्सर। अन्नपूर्ण सदनले 2 अङ्क प्राप्त गर्यो। यदि उसले नभनेको यताबाट पनि पाउँदो रहेछ। ओके, प्रश्न नम्बर 3 अर्को पनि सजिलै सोध्नु मन लाग्यो तपाईँहरूलाई।
एकदम सजिलो विज्ञानसँग सम्बन्धित प्रश्न। मानिसको वैज्ञानिक नाम के हो? कसले हो? सर म्याडमहरू हुनुहुन्छ कृपया। यति गाह्रो भयो कि तपाईँहरूले साँच्चै कि गाह्रो। 3 जनाले भनेको सुनेको हो मैले। 4 जनाले हो? 3 जनाले 3तिरबाट भनेको हो। तर फर्स्टमा कसले भन्यो? हामीले भिडियोबाट हेर्न सक्छौँ भने कृपया रिप्ले गरेर हेरिदिनु होला।